शुभ बिहानीको सम्पूर्णजनालाई चाहिँ नमस्कार। म रविन्द्र राजु भुजेल, पोखरा महानगरपालिका वडा नम्बर 14 मनकामरा टोल स्टेट नम्बर 8मा आज हामीले बाटो निर्माण गर्दैछौँ र यस बाटोलाई चाहिँ नि बजेट पारिदिनु हुने वडा नम्बर 14 का अध्यक्ष श्री बुद्धबहादुर कार्कीज्यू लगायत तमाम सदस्यज्यूहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ र आज हामी विकासको लागि चाहिँ नि अगाडि बढ्ने चाहिँ नि उद्देश्य लिएर हामीले आज यस्तो यतातिर देखाउनु पछाडि सबै यस्तो अवस्थामा हामीले चाहिँ बाटोहरू बनाउँदैछौँ। हामीले आज यसरी चाहिँ बाटोहरू चाहिँ बनाउँदैछौँ र यस टोलवासी सम्पूर्णजनाले चाहिँ साथ दिनुभएकोमा चाहिँ धेरै धेरै चाहिँ धन्यवाद भन्न चाहन्छु। हस् त, थ्याङ्क यू, धन्यवाद। बाटो बनाउनु पऱ्यो, यही घरै फ्याँकेर बाटो बनाउँदैछौँ साथीहरू हामीले त। सम्पूर्णजनालाई फेरि मैले शुभ बिहानीको नमस्कार चाहे। आज हामी पोखरा महानगरपालिका वडा नम्बर 14 मनकामरा टोल स्टेट नम्बर 8मा कच्ची बाटो चाहिँ भवन गर्न गइरहेका छौँ। यहाँ विगत वर्षदेखि चाहिँ भवन गर्न सक्ने अवस्था नभएको थियो र आज त्यसमा निर्माण हुँदैछ। फेरि पनि हाम्रो जनप्रतिनिधिहरू सम्पूर्णजनालाई धेरै धेरै चाहिँ धन्यवाद। ठिक छ, फेरि काम गर्नुपर्छ हो साथीहरू, काम गर्नुपर्छ। काम नगरे संसार कहाँ खान पाइन्छ हो। काम गर्नु भनेको सबभन्दा ठुलो कुरो हो। हेर दाइ हो दाइ हो, भाइ हो तपाईँ? भाइ दाइ नै हो, दाइ नै होला खै भाइ पनि हो के गर्न भएको हो र दाइ यता यता त भाइ 47 भाइ। म 49 वर्ष भएँ ल, भयो ठिक छ ठिक छ। यता यहाँ चाहिँ ठुलो हुन्छ फेरि त्यहाँ। ल, थ्याङ्क यू सो मच। हाम्रो पोखरा महानगरपालिका वडा नम्बर 14 को चाहिँ मेरो प्यारो भाइ सुमन केसीले आज आफ्नो सामाजिक काममा चाहिँ यस्तो चाहिँ तन मन धन लगाएर चाहिँ यस्तो चाहिँ काम गर्नुभएको छ। धेरै धेरै चाहिँ बधाई तथा शुभकामना टोलवासीको तर्फबाट। थ्याङ्क यू सो मच।